Hello guys, welcome to my mini vlog. के छ हजुरहरूको खबर सन्चै हुनुहुन्छ? हामी चाहिँ आज छुट्टीको तालमा आफ्नै तालमा बसेको छु छुट्टी मनाउँदै। त कोही बहिनी भाडा दिँदैछन्, कोही सबै पब्जीहरू खेल्दैछ। मेरो भाइलाई देखाएको यस्तो आँखा तर्केर हेर्छ हो। आफ्नै तालमा बसेको छ। के साह्रो पब्जी खेलेको के यिनीहरूले पब्जी लाइभ पब्जी खेल्दैछ टिकटक लाइभमा बसेर। यिनीहरू सबै कसरी हेरेको हेर, मैले त्यसको टिकटक मैले उसको भिडियो बनाइदिएको कसरी हेरेको के भिडियो नबनाउनु भनिरहेको थियो। मैले भिडियो बनाइदिएको चलेको चलाउने। उहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ पनि बिजी आफ्नै तालमा भिडियो बनाउँदा नि थाहा पाउँदैन। आफ्नै तालमा बहिनी पनि टिकटक हेर्दै छन्। मैले नजिक गएर हेर्दा नि उसलाई थाहै छैन भिडियो बनाएको। आफ्नो तालमा भिडियो नबना भनेर रिसाइरहेको थियो। चकचके बादल रिसाइरहन्छ। यो चाहिँ हामीले त्यो फोहोर भएको भएर यो ओछ्याएर बस्छ गाइस। चिल्लो त्यस्तै हो नि नेपालीहरू भनेको, त्यस्तै हो। बहिनी बिचरा चिसो पानीले भाँडा धुँदैछन्, चिसो खेल्दैछ बहिनी। ओ माइ गड, यस्तो तरिकाले बसिन्छ हो हामी नेपालीहरू कोसियामा। अनि के गर्नु, दिदीलाई काम आउँछ, भाइहरूले के गर्नु। उसले पावर ब्याङ्क ल्याइदिएर अनि मैले पावर ब्याङ्क ल्याइदिइसकेको छ मेरो भाइलाई। ऊ चाहिँ पब्जी खेल्दैछ। अनि मैले सोधेको तिम्रो पावर ब्याङ्कमा पैसा कति छ भन्दाखेरि धेरै छ, म त धनी हो भन्छ गाइज। के भन्नु हो यस्तो भाइलाई गाइज, चकचके बादललाई। ओके बाई।